이사가 전화하면 받을 수 있잖아. 다음이. हेलो गाइज दर्शक नमस्ते सबैले चाहिँ म अमन सिंह ठकुराठी यो भ्लग चाहिँ बनाउनुको रिजन भनेको चाहिँ म घर गइरहेको छु नेपाल गइरहेको छु त्यही भएर चाहिँ कोरियाबाट नेपाल गइरहेको छु हैन त्यही भएर यो भ्लग बनाइरहेको छु हैन अब चाहिँ हाम्रो भ्लग जाने घर जाने बेला चाहिँ अब के कुराहरू चाहिँ म्यानेज गर्नुपर्छ कति कुराहरू चाहिँ गाह्रो अप्ठ्यारो हुन्छ यो कुराहरू त सबैले थाहै छ हैन टिकटिङ सबै कुराहरू गरेर चाहिँ सकियो हैन अब चाहिँ घर जाने बेला चाहिँ मेन भनेको चाहिँ हामीले चाहिँ प्याकिङ चाहिँ कसरी गर्ने कतिको गर्ने अनि चाहिँ प्याकिङ गर्दा कसरी एस्टिमेट गर्ने भन्ने कुराहरू हुन्छ हामीले भिडियोको लागि चाहिँ एउटा दामी तरिकाको चाहिँ एउटा भिडियो चाहिँ बनाइसक्यो हैन तर अब चाहिँ हाम्रो चाहिँ यहाँ बनिरहेको छ भइरहेको छ प्याकिङ चाहिँ अब दाइले चाहिँ गर्दै हुनुहुन्छ मेरो साइले दाइले चाहिँ प्याकिङ चाहिँ मजाले गर्दै हुनुहुन्छ हैन उहाँ चाहिँ कतिको के कुराहरू कहाँ म्यानेज गर्ने भन्ने कुराहरू चाहिँ यसरी हेर्दै गर्दै हुनुहुन्छ हैन अब कफी चाहिँ कति राख्ने फेरि कस्तो भने हैन कोरियाबाट जाँदाखेरि चाहिँ कफी चाहिँ नेसेसरी चाहिँदैन कि अनिवार्यमा सबैले चाहिँ कफी ल्याइदिए हुन्थ्यो भन्ने टाइपको चाहिँ मनस्थिति हुने रहेछ क्या तर कफी चाहिँ फेरि त्यो नेपाल लगेर खाने चाहिँ कसैले होइन क्या देखाउनलाई मात्र हो क्या फेरि हैन अब चक्लेटहरू नि बाले किनेछु हैन यो चाहिँ चक्लेटहरू नै 10-15 केजी त चक्लेटहरू मात्र छ के अरू सबै छोड्दैन हैन चक्लेटहरू के रफेलो बफेलो स्नेकर्स के हो कहिले नामै नसुनेको चक्लेटहरू नि किनेर लगिदिएको छु कि बच्चाहरूको लागि घरमा अनि मेरो प्यार बुढीको लागि ममको लागि हैन सबको लागि के कसैले चाहिँ मेरो लागि यो ल्याइदिनु त्यही ल्याइदिनु कसैले नआउनुहोस् कि हैन अनि यो चाहिँ फेरि यो देखिरहेको छैन नि चक्लेट हो कि हैन लाइक स्नेकर्स टाइपको चक्लेट हो यसको नाम चाहिँ टुबाना भन्ने चाहिँ चक्लेट हो हैन यो चाहिँ मोर देन 3 केजी भन्दा बढी छ है 3.5 केजी जति छ हैन अब हाम्रो चाहिँ विचार के भयो भन्दाखेरि चाहिँ हैन सुरुमा चाहिँ कफी चाहिँ निकाल्दिने कफी चाहिँ एकदमै एक्स्ट्रा नै भएको छ हैन अनि कफीलाई निकालेर अब अरू चक्लेटहरू चाहिँ राख्ने कति के कुराहरू चाहिँ एस्टिमेट गर्ने लेट्स हामी चाहिँ सबै कुराहरू चाहिँ भिडियो वाइज सिक्वेन्सली वाइज एउटा फ्लोमा बगेर नै जानेछौँ यो भिडियो चाहिँ स्किप नगरिकन चाहिँ लास्टसम्म चाहिँ हेरेर चाहिँ साथ दिनु होला नेपाल टु कोरिया कसरी चाहिँ पुगिन्छ कति के गर्नुपर्छ भन्ने कुराहरू अरू साथीहरूलाई नि थाहा हुन्छ हैन अरू साथीहरूलाई नि हेल्पफुल हुन्छ द्याट्स वाइ लास्टसम्म जोडिनु होला
मैले चाहिँ लगेजहरू चाहिँ 23+7 केजी मात्र लैजानु पर्ने भएको भएर होइन यहाँ अब सामानहरू चाहिँ बढी नै भइरहेको छ कि चक्लेटहरूदेखि लिएर अनि मेरो लगाउने कपडाहरूदेखि लिएर अनि सरप्राइजेसहरूदेखि लिएर होइन सबै कुराहरू चाहिँ बढी नै भइरहेको छ। अब कसरी यहाँ इस्टिमेट गर्ने भन्ने कुराहरू चाहिँ दिमागमा केही नै आएको छैन। अनि मैले चाहिँ आफूले गर्न नसकेर चाहिँ अनि मैले दादाले बोलाएको के राम्रो टाइपको म्यानेजमेन्ट गरिदिनुहुन्छ भनेर चाहिँ के दादाले फेरि म्यानेजमेन्ट त बब्बल तरिकाले गर्नुहुन्छ, एकदमै के पर्फेक्टली गर्नुहुन्छ कि हाम्रो दादाले। अब कोरियाबाट गयो भने चाहिँ होइन रफेलो बफेलो अनि हुन्छ यो खिम्ची यो रामेनहरू होइन मेन भने चाहिँ अब विदेशबाट जाने बित्तिकै चाहिँ चक्लेटहरू चाहिँ मजाले लगिदियो भने चाहिँ ए चक्लेट ल्याएको रहेछ मिठो मिठो रहेछ भन्ने कुराहरू चाहिँ हुन्छ। घरमा नि बच्चाहरू पनि टन्नै छ नि त, बच्चाहरूको लागि लैजानु पऱ्यो नि त। अनि द्याट्स वाइ मजाले चाहिँ मिलाइरहेको छौँ हामी चाहिँ। फाइनली हामीले चाहिँ यो के अरे लगेजहरू बनाउने भनेर सोच्दा दिमाग खराब भइसक्यो होइन। अझै लगेजको इस्टिमेट भएको छैन, कति कुराहरू चाहिँ छुटिरहेको छ, कति के मिस भइरहेको छ होइन। केही आधीभन्दा गाइस आज चाहिँ घर जानको लागि चाहिँ तयार भयो नेपाल जानको लागि होइन। अब चाहिँ कपडा चपडा लगाएर चाहिँ ढिक्को ढुक्को भएर होइन फिटफाट भएर घर जानु पऱ्यो। लगेजहरू सबै यहाँ रेडी अवस्थामा छ लगेजहरू होइन। एउटा सानो लगेज ठुलो लगेज अनि कपडाहरू सबै मिलाएर चाहिँ होइन यहाँ देख्न सक्नुहुन्छ होइन। रुम पनि टक्क चट्ट चिटिक्क बनाएर चाहिँ राखिसक्यो होइन। अब लगाउने कपडा यो चाहिँ लगाउने कपडाहरू होइन, यो चाहिँ लगाउने कपडाहरू अहिले लगाएर जाने कपडाहरू टक्क 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 अनि यो चाहिँ भयो है। पहिला चाहिँ टी सर्ट लगाउने अनि टी सर्ट लगाएर लगेज अब चाहिँ म रेडी भइसकेँ होइन। अब रेडी हुँदाखेरि चाहिँ कस्तो देखिन्छ भन्ने कुराहरू चाहिँ एकचोटि हाम्रो दादाले चाहिँ देखाइदिनुहुन्छ। टक्क दादा अनि म अब चाहिँ लगेजहरू चाहिँ यता छ, लगेजहरू पनि तयार भइसक्यो, ब्यागहरू पनि तयार भइसक्यो अनि यो ह्यान्ड क्यारी पनि तयार भइसक्यो। ल अब यही हो। अब घर जानुभन्दा अगाडिको चाहिँ कोरिया केही महिनाको चाहिँ अब अन्तरालमा केही महिनाको अन्तरालसम्म चाहिँ अब घरमै हुन्छ। घर जानुभन्दा अगाडिको अवस्था होइन टक्क लगाएर होइन भइसक्यो। सबै ब्याग सेक बिग्रिसक्यो होइन, ब्याग सेक बिग्रिसक्यो, यो लगिसक्यो, सबै तयार भइसक्यो। अब नुहाइ गरेर चाहिँ होइन अब चाहिँ एयरपोर्टसम्मको यात्रा चाहिँ सुरु भयो। एयरपोर्ट गएर अब चाहिँ नेपालमा टक्क ल्यान्डिङ हुँदासम्म चाहिँ के हुन्छ कसो हुन्छ सबै कुराहरू चाहिँ यो भ्लग मार्फत चाहिँ बताउने छु। इभन थ्याङ्क यू सो मच सबै चाहिँ यो जति पनि साथीहरू जोडिनु भएको छ सबैले चाहिँ धेरै माया अनि सम्झना छ। ल अब चाहिँ यो यात्रा चाहिँ सुरुमा चाहिँ बस स्टेसनसम्म हुनेछ, त्यो पछि चाहिँ अनि एयरपोर्टसम्म हुनेछ। अहिले चाहिँ हामी बस टर्मिनलमा पुग्यो होइन। मसँग चाहिँ दाइ चाहिँ बस टर्मिनलसम्म आउनु भएको होइन। बस टर्मिनलबाट चाहिँ दादा चाहिँ आफ्नो कम्पनी जानुहुन्छ, रुम जानुहुन्छ, म चाहिँ घरको लागि प्रस्थान हुन्छ होइन। यो चाहिँ बस टर्मिनल यस्तो छ। अनि बस टर्मिनलमा चाहिँ अझै वेट गर्नुपर्ने भयो आधी घन्टा जति। आधी घन्टा पछि छ अनि आधी घन्टा पछि फेरि के अरे एयरपोर्टमा नि अब कतिको वेट गर्नुपर्छ हेरौँ, लेट्स सी। अनि त्यही गएर थाहा हुन्छ होइन। ल अब चाहिँ यही हो, टक्क ब्यागहरू लगेजहरू होइन राखिसक्यो। अब टक्क अब यहाँ चाहिँ ब्याग र लगेजहरूसँगै अब यसरी नै बस्नु पऱ्यो होइन। मजाले राम्रोसँग वेटिङ गर्नु पऱ्यो। त्यति बेलासम्म चाहिँ अब आधी घन्टा वेटिङ गर्नुपर्ने भयो। अनि फेरि बस छुट्यो भने गाह्रो हुन्छ नि त। अनि फेरि बसहरू हत्तपत्त पाइँदैन। फाइनली बसको वेटिङ गरिरहेको थियो, बस नि आयो। अब चाहिँ बसमा लगेजहरू हालेर होइन टक्क सबै कुराहरू आफूले गर्नुपर्छ नि त। बस नि आयो इन्सन हेङनाम टु हेङनाम टु इन्सन होइन। अब चाहिँ यो बसमा चाहिँ लगेजहरू राख्नु पऱ्यो टक्क। चाहिँ आफ्नो लगेजहरू चाहिँ बब्बल तरिकाले रमाइलो तरिकाले राखिरहेको छ। यो चाहिँ मान्छेहरू वेट गरिरहेको होइन। अब चाहिँ बसको लागि नि फ्युल एन्ड फाइन तरिकाले चाहिँ स्टार्ट भयो होइन। सबै लगेजहरू नि राखिसकियो।
लगेजहरू राखिसक्यो अब चाहिँ भित्र छिर्नु पऱ्यो भित्र चाहिँ अब ढोका खोल्छ ड्राइभरले अनि चाहिँ सबैले पालो पिलो भएर चाहिँ अनि छिर्ने हो अब यहाँबाट चाहिँ अब घरतिरको चाहिँ जर्नी स्टार्ट हुन्छ हेलो फाइनली एयरपोर्टमा पुग्यो होइन यो चाहिँ एयरपोर्ट हो यो चाहिँ कोरियाको चाहिँ दामी एयरपोर्ट भन्छ होइन अब नेपालमा चाहिँ यस्तो एयरपोर्ट कहिले बन्ला के बन्ला त्यो अलग कुरा छ कि नेपालमा यस्तो एयरपोर्ट अहिले अबको 50 वर्षसम्म नि बन्दैन होला यस्तो एयरपोर्टहरू भव्य एयरपोर्टहरू यहाँ चाहिँ इच एन्ड एभ्री कुराहरू चाहिँ केही छैन यो एयरपोर्टमा होइन हरेक कुराहरू चाहिँ छ कि हरेक कुराहरू के कुरा कमी नै छैन कि हरेक कुराहरू छ अब नेपालमा यस्तै कुराहरू चाहिँ भइदियोस् भन्ने हो तर नेपालमा हुन अझै 50 वर्ष अझै कुर्नुपर्छ हुँदैन म चाहिँ एयरपोर्ट पुगेँ होइन यो चाहिँ कोरियाको चाहिँ एयरपोर्ट टर्मिनल 1बाट जाने हो अनि यो चाहिँ मेरो लगेजहरू अब चाहिँ लाग्नु पऱ्यो बाटो यो चाहिँ एयरपोर्ट कोरियाको एयरपोर्ट कतिको भिडभाड छ होइन यो हेर्नुहोस् एकदमै धेरै भिडभाड छ एकदमै सोचे भन्दा नि धेरै भिडभाड छ अब एकचोटि याच भनेको इन्फर्मेसन सेक्टर होइन इन्फर्मेसन सेक्टरमा गएर चाहिँ मेरो टिकट कहाँदेखि मैले चाहिँ चढ्ने हो भन्ने कुराहरू चाहिँ टर्मिनल 1को कति अलग डिपार्टर हुन्छ नि त याच E5 के हुन्छ कि होइन अनि यो कुराहरूलाई चाहिँ सबैले चाहिँ हेरेर अनि चाहिँ सोधेर अनि बल्ल चाहिँ आफ्नो टिकटिङ काउन्टरमा गएर अनि चाहिँ बोर्डिङ पास लिनुपर्छ नि त त्यसो गऱ्यो भने चाहिँ सहज हुन्छ जिन्दगानी दर्पण छाया लहनाले जोरायो कि मान्छेहरू सब वेटिङमा छ होइन सबै एकदमै धेरै वेटिङमा छ मान्छेहरू अब अहिले चाहिँ वेट गर्नु परिरहेको छ होइन अब कति 2.5 घन्टा चाहिँ वेट मजाले गर्नुपर्छ गरेर चाहिँ लगेजहरू सबै अब बोर्डिङ पासहरू लिएको छैन बोर्डिङ पास लिनुको लागि चाहिँ वेट गर्नुपर्छ खुलेको छैन अरे अब कति 10 अब आधी घन्टापछि चाहिँ खुल्छ भन्ने कुराहरू छ अब खुलिसकेपछि चाहिँ अनि बोर्डिङ पास लिएर अनि त्यसपछि चाहिँ ढक्क आफू आराम भएर चाहिँ बस्ने कि कति वेट पुग्छ पुग्दैन लगेजको वेट चाहिँ बढी भएर के झ्याउ भएको छ भने लगेजको वेट अब 23 र 7 केजी मात्र लैजान मिल्ने हो नि त अब बढी भएर एउटाको चाहिँ 24 समथिङ भएको छ होइन एउटाको चाहिँ 7 समथिङ भएको छ कि बढी नै भएको छ कि ओभरवेट भएको छ अब यसलाई चाहिँ कसरी मिनिमाइज गर्ने कि अब यो कस्तो हुन्छ अब 25 केजी प्लस हुनु हुँदैन त्योभन्दा तल भयो भने चाहिँ के गर्दैन भन्ने कुराहरू चाहिँ सुनिन्छ होइन अब फेरि कतिपय साथीहरूले फेरि होइन 1 केजी बढी भयो भने चाहिँ थोरै पनि बढी भयो भने चाहिँ झिक्का लिन्छ फाल्न लगाउँछ भन्ने कुराहरू छ कस्तो हुन्छ हेरौँ फाइनली बोर्डिङ पास पनि गरियो होइन बोर्डिङ पास गरेर चाहिँ अहिले टक्क सबै कुराहरू सिधाएर चाहिँ अब जानको लागि तयार भयो हाम्रो एउटा दाइनीसँगै हुनुहुन्छ हाम्रो जङ्गी दाइ होइन एन्ड देन अब कस्तो हुन्छ बोर्डिङ पास लगेर अब ह्यान्ड क्यारी लगेर चाहिँ अब टक्क केटो चाहिँ यो पारामा होइन गइरहेको छ होइन गाह्रो नै हुने रहेछ यो झ्याउलाग्दो हुने रहेछ क्या अब ब्याग नि छ यो नि छ होइन सब यो बोकेर लैजानु पर्ने रहेछ अनि साइड ब्याग चाहिँ टक्क हालेर चाहिँ साइड ब्याग टक्क हालेर अनि यसको माथि चाहिँ टक्क यो ब्याग राखेर अब यसलाई चाहिँ यो साइड लगाएर होइन कति राम्रो कि आम्मा हेर्दा पनि चाहिँ एकदमै राम्रो हो एयर होस्टेसहरू चाहिँ हेर्दै क्युट बब्बाल के लगाइदियो चाहिँ हामी चाहिँ अहिले चाहिँ घर गइरहेको है नेपाल कोरिया टु नेपाल गइरहेको इन्चन टु काठमाडौँ गइरहेको होइन अब यस्तै छ लगेजहरू नि बोकिरहेको छु होइन यो कोरियाको चाहिँ एयरपोर्टहरू नि राम्रो तरिकाले हेरिरहेको छु ओभरअल अब भोग्ने लाग्यो खाना नि खानु पऱ्यो होइन के छ कस्तो छ बब्बालै छ दामी नै छ यस्तो दामी छ बब्बाल छ के ल यही हो के कोरियाको एयरपोर्ट काश नेपालमा यस्तै एयरपोर्ट भयो भने त कस्तो दामी हुन्थ्यो होला यो चाहिँ कहिले हुन्छ होला चाहिँ 100 वर्ष यो यस्तो हुन त नेपालमा लाग्छ अझै बालिन्सा शाह भन्दा नि खत्रै नेतृत्व गर्ने प्रधानमन्त्री बन्यो भने नि यस्तो बनाउनु नेपाललाई अझै 50 वर्ष 60 वर्ष लाग्छ के 50-60 वर्ष मजाले लाग्छ के यस्तो दामी छ कि दामी भन्दा नि हरेक डिपार्टमेन्ट ब्लकहरू होइन
इन्ट्री रुमहरू सब कुरा चाहिँ यस्तो पर्फेक्टली डिजाइनिङ गरेको छ, यस्तो दामी छ, यस्तो पर्फेक्टली बनाएको छ होइन। फिदा फ्यान भयो कि यो कुराहरू देख्दाखेरि चाहिँ होइन। अनि यहाँ नेपालमा भएको भए चाहिँ नेपालको एयरपोर्टहरूमा हरेक यहाँ फोटो खिच्नको लागिदेखि लिएर कसरी हुन्छ मान्छेहरूलाई चाहिँ एकदमै राम्रो फिल आओस्, फिल चाहिँ बब्बाल होस् भन्ने तरिकाले चाहिँ होइन। हेर्नुहोस् गार्डन बनाइदिएको छ होइन। अनि ब्लकहरू अनेक अनेक छन्, इन्टरनेसनल यस्तो एयरपोर्ट यो चाहिँ टर्मिनल 1 मात्र हो। टर्मिनल 2 योभन्दा ठुलो छ अझै। टर्मिनल 2 ठुलो है, योभन्दा धेरै ठुलो। यस्तो दामी छ होइन। अब कहिले होला त हाम्रो देशमा यस्तो, कास भइदियोस् हामी पनि यसै विकसित देशको नागरिक बन्न सकौँ होइन। चाहना त त्यही हो। अब चाहना भए तापनि अब विदेशमा आएर चाहिँ यसरी दुःख कष्ट गरिराख्नुपर्छ, विदेशमा कुन पसिनाहरू बगाइराख्नुपर्छ होइन। यस्तो देख्दाखेरि चाहिँ विरक्त लाग्छ के। अनि एउटा कुरा चाहिँ अर्को के, मैले चाहिँ हामी काम गरिरहेको हुन्छौँ नि त, अब कोरियामा आएर काम गरिरहेको हुन्छौँ। अनि यहाँको बुढाहरू हामीभन्दा नि कम दिमाग भएको मान्छेहरू नै हुन्छ होइन, सँगै काम गर्ने या चाहिँ अरू मान्छेहरू नि। तर यहाँको यिनीहरूको एटिट्युड नै अलग हुन्छ। किन थाहा, राष्ट्रियताले चाहिँ धेरै फरक पार्छ के। राष्ट्रियताले चाहिँ आफ्नो अस्तित्व के हो, म चाहिँ को हुँ भन्ने कुराहरू चाहिँ राष्ट्रियताले बब्बाली तरिकाले दिन्छ कि। यिनीहरू प्राउड, यिनीहरूको चाहिँ जो हुन्छ नि एटिट्युड, त्यो देखाउनु जायजै हो जस्तो लाग्छ कि। सिस्टममा चलेको देश हो क्या, हरेक सिस्टममा चाहिँ पुरै सिस्टममा चलेको देश के। अनि यस्तो देशमा जन्मिनु भनेको पनि ठुलो कुरा हो क्या। कास हामी नेपालमा जन्मेको छ, त्यो जन्मिनु ठुलो कुरा भन्दा नेपालमा जन्मेको छ बब्बालै छ होइन। हाम्रो जस्तो देश सुन्दर देश होइन, बहुजाति बहु संस्कृतिको देश त छँदैछ। भए तापनि विकास पनि हुनुपर्ने रहेछ कि। देशलाई बलियो बनाउनुको लागि चाहिँ राष्ट्रियता, देशको पासपोर्टहरूदेखि लिएर देशको करेन्सीदेखि लिएर देशको हरेक क्षेत्रहरूमा चाहिँ अब्बल तरिकाले चाहिँ देशले आफूलाई चाहिँ रिप्रेजेन्ट गर्न सक्यो भने चाहिँ त्यो देशमा जन्मेको मान्छेहरूको अस्तित्व नै फरक हुन्छ कि। अब हामीलाई यिनीहरूले ट्रिट गर्ने र एउटा अमेरिकनहरूलाई ट्रिट गर्ने या चाहिँ दुबईको मान्छेहरूले ट्रिट गर्ने, कतारको मान्छेहरूले ट्रिट गर्ने, त्यो स्टाइल नै फरक हुन्छ के। द्याट्स वाइ होइन, राष्ट्रियता चाहिँ बलियो बनाउनु पर्ने रहेछ क्या। राष्ट्रियता बलियो बनायो भने चाहिँ अनि देशमा विदेशमा सबै ठाउँ चाहिँ इज्जत हुने रहेछ क्या। यता फार्मेसीहरू राखेको छ, यता कसैलाई के गाह्रो पर्ने अवस्था नै हुँदैन कि। हस्पिटलहरू यो एयरपोर्टभित्र छ, फार्मेसीहरू यही भित्र छ कि, रेस्टुरेन्टहरू यही भित्र छ होइन, एयरपोर्टभित्रै छ। अपाङ्ग, डुडा, लङ्गडा जस्तो मान्छेलाई नि जेसुकै, इभन लाइब्रेरी के कुराहरू चाहिँ छैन कि। इच एन्ड एभ्री कुराहरू चाहिँ छ। माने हो विकसित देश भने कस्तो हुन्छ भन्ने कुराहरू चाहिँ यो विकसित देशहरूको एयरपोर्टहरू यिनीहरूमा चाहिँ गएर चाहिँ अनि बल्ल थाहा पाइन्छ क्या। अनि विदेशमा ल है हेर्नुहोस् यस्तो होइन। यसरी चाहिँ दाइ अगाडि हो कि, अगाडि आउनु न। 3 नम्बर गेटबाट भित्र जाने हो कि। ठाउँमा के दुईवटा छोडेर चाहिँ फार्मेसी बनाइदिएको छ कि, दुईवटा। अनि उता पछाडिको भ्यू पनि देख्न सक्नुहुन्छ। बब्बाले छ, दामी नै छ। यस्तो मान्छेहरू कस्तो दामी के। यतै फेरि ट्रेन स्टेसन यतै छ, बसहरू यतै छ होइन। यी एयरपोर्टभित्रै कि सबै कुराहरू एयरपोर्टभित्रै छ कि, केही कुराहरू कमी छैन। खानेकुराहरूदेखि लिएर यी बर्गर सपहरू होइन, केएफसी चिकनहरू सबै के छैन। 5 स्टार होटलदेखि लिएर यो एयरपोर्टमा, अनि बर्गर हाउसदेखि लिएर चिकन हाउसदेखि लिएर अनि यो मनी एक्सचेन्ज नि ठाउँमा मनी एक्सचेन्जको यो उहरू, होटलहरू, ब्याङ्कहरू सबै भित्र। सबै भित्र छ। यो चाहिँ ड्युटी फ्री एरिया हो। ड्युटी फ्री एरियामा चाहिँ यति ग्लासहरू हेरौँ न है, कतिको हुने रहेछ। लेट अस सी द ग्लासहरू हेरौँ कति हुने रहेछ। यहाँ चाहिँ हेरौँ न कस्तो हुने रहेछ क्या। सोच्नै सकिँदैन। अब $219 भन्दाखेरि $219। यो चाहिँ ड्युटी फ्री हो है, ड्युटी फ्री एरिया हो। यो चाहिँ $215। ड्युटी फ्रीमा चाहिँ धेरै महँगो हुन्छ भन्थे। आज चाहिँ सुने, आज देखेँ।
यो चाहिँ ड्युटी फ्री एरिया ज्याकेट किन्न गएको होइन ज्याकेट चाहिँ कति अरे कि $1000 $1000 चाहिँ एउटा ज्याकेट अरे कि अब कहाँ किन्ने $1000 त सकिँदैन त हौ त्यस्तो त यार हाम्रो 1 महिनाको स्यालेरी पो हो त $1000 भने त अनि के राखेछ ड्युटी फ्रीमा चाहिँ धेरै सस्तो हुन्थ्यो भनेर भन्थे तर होइन रहेछ यो चाहिँ अटो ट्याक्सी अटो के भन्छ अटो गाडी के यसलाई लाइक रोबोट यसले चाहिँ के आफूलाई चाहिन्छ त्यो स्क्यान गरेर होइन सुरेगी के फोहोर फाल्ने ठाउँ यो फोहोर फाल्ने टच मी इन एयरपोर्ट होइन यहाँ चाहिँ थोरै सस्तो चाहिँ होला भन्ने जस्तो लाग्छ तर चान्स छैन एकदमै महँगो छ एकदमै यो पनि ड्युटी फ्री नै हो है ड्युटी फ्रीमा गएर हेरौँ नि त कस्तो हुने रहेछ डायमन्ड रिङहरू होइन वाचहरू कतिको छ $300 $400 वाइट गोल्ड $219 ल है अब चाहिँ प्लेन जाने ठाउँमा चाहिँ पुगिसक्यो 33 नम्बर गेटबाट चाहिँ हामी चाहिँ प्लेनमा चाहिँ प्लेनको वेटिङमा छु म अनि चाहिँ हाम्रो राई दाइ अनि यता चाहिँ प्लेन यो चाहिँ कोरियाको चाहिँ बब्बाले हेर्नुलाई यो चाहिँ एउटा डिपार्टको मात्र प्लेन हो कि यो चाहिँ एउटा डिपार्टको यति ठुलो छ अब नेपालको चाहिँ पुरै लगायो भने नि देखि छैन क्या पुरै लगायो भने नि एउटा डिपार्ट बराबर नै छैन क्या यहाँ हेर्नु न कहाँ हो के यस्तो छ गाडी हेर्ने कस्तो छ छोड्नु कि हरेक कुराहरू चाहिँ दामी छ कि हरेक कुरा एयर होस्टेसहरू चाहिँ दामी बब्बल हुन्छ होइन यिनीहरू मिठो हुन्छ अब हेरौँ ल यो चाहिँ प्लेन छिर्नुभन्दा अगाडिको चाहिँ सिनेरियो गुड सिनेरियो यो चाहिँ राम्रो हुन्छ नि यो भित्र है पुरा दामी तरिकाले गएको जस्तो कस्तो के आउँदैछ सबै आउँदैछ त्यही Straight in right for you. Thank you so much. पिरामिड अब हेर है म पछाडि रहेछु त नि एन्ड फाइनली पुगिसक्यो होइन यो चाहिँ आफ्नो सिटमा अनि यहाँ चाहिँ यो बोर्डहरू होइन यहाँ चाहिँ अब सबै चाहिँ आफ्नो कामहरू गरिरहेको छ अनि अब बसियो बसिएर चाहिँ ल अब चाहिँ अहिले प्राइभेसी नै हुन्छ होइन यो चाहिँ बनाउनु मिल्दैन भिडियोहरू चाहिँ म चाहिँ धरेर चाहिँ अनि बल्ल बनाउँछु May I have your attention please? As we settle in, we request you to place only one hand baggage in the overhead bins. Smaller bags can be placed under the seat in front of you. Guests seated on emergency rows are requested to place their hand baggage in the overhead bins. Please keep the aisle up so guests behind you can proceed. Please feel free to contact the cabin crew for any assistance. Thank you. और एयर इंडिया तथा स्टार अलायंस नेटवर्क में विशेष टाइम इज एक्सपेक्टेड टू बी 6 hours and 50 minutes. Captain Sanjay Khilwani is in command today. Assisting him in the flight deck is First Officer Prashul Sharma. My name is Jigyasa and I am your cabin manager. On today's flight, our crew can speak English and Hindi. Enroll today on airindia.com or our app to join our business flight program Maharaja Club. प्लेनमा चाहिँ यो प्लेनमा चाहिँ मलाई कसम चाहिँ होइन
प्लेन जस्तो लागेकै छैन कि यो चाहिँ बस नेपालको बसहरू हुन्छ नि बसहरू भन्दा चाहिँ थर्ड टाइपको क्लासको छ कि यहाँ हेर केटाहरू कसरी चाहिँ मजाले आफ्नो गर्लफ्रेन्डहरूसँग चाहिँ कुराहरू गरिरहेको छ आएर यहाँ के हो आस्था नै छैन कि खसडा बसहरू टाइपको के हस्पिटालिटी पनि केही छैन यो प्लेनको त मलाई कसम चाहिँ एयर होस्टेसलाई अघिबाट बोलाउनु खोजेको पानीको लागि इभन पानीको लागि धरि आएको छैन कि सोध्नलाई बोलाए नि भने नि ल्याइदिएको छैन कि अब यिनीहरूले चाहिँ कस्तो भने मान्छेहरूलाई हेरी चाहिँ व्यवहार गर्ने रहेछ कि अब इन्डियनहरूलाई चाहिँ बढी प्रायोरिटीमा राख्ने रहेछ फेस डिटेक्ट गर्ने रहेछ कि नेपाली हो भने चाहिँ हस्पिटालिटी चाहिँ प्रोभाइड नगर्ने रहेछ कि एन्ड देन कोरियनहरू छन् भने चाहिँ अनि चाहिँ त्यसमा के अरे अरू विदेशीहरू छन् भने चाहिँ उनीहरूले चाहिँ राम्रो तरिकाले हस्पिटालिटी चाहिँ गरिरहेको हुन्छ दिइरहेको हुन्छ नेपालीहरूले चाहिँ एकदमै त्यो तरिकाले हेरिरहेको हुन्छ कि एकदमै हेर्दाखेरि चाहिँ कस्तो अचम्मै लाग्छ कि त्यो चाहिँ भर्खरै के अरे इन्दिरा गान्धी इन्स्टिट्युटमा चाहिँ झऱ्यो होइन झर्दाखेरि चाहिँ अब उता चाहिँ लेट भइसकेको रहेछ कि लेट भइसकेर चाहिँ साथीहरू नि दगुरिरहेको छ सबै दगुरिरहेकै छ लेट्स गो फास्ट प्लेन छुट्यो भने त गाह्रो हुन्छ नि फेरि कहाँबाट अहिलेको हो तपाईँको नि अहिलेकै हो ए छिटो जा भनेर भनिरहेको थियो दगुरेर जा दगुरेर भनिरहेको थियो कि ए भइहाल्छ नि यो लास्ट उसमा जाने हो के हो लास्ट भनिरहेको थियो त हाराहारी छुट्छ कि के हुन्छ अब चाहिँ हेरौँ रोकिन्छ नै होला मान्छेहरू सबै हतारमा छ है साथीहरू नि टक्क हिँडिरहेकै छ Yes, Kathmandu. We are coming. What? This one. Yes, go fast. Go. Get out quickly. पुगिसक्यो इन्डियाको साथीहरू नि यस्तै छ हैन रमाइलो छ ओभरअल एकदमै बब्बल प्लेनमा त जस्तो भयो नि एयर इन्डियाको प्लेनमा त अब तार थिएन केबल चार्जिङ केबलहरू थिएन हैन किन थिएन इभन अब त्यो पानी टप्प चुइरहेको चाहिँ अब प्राइभेसी कारणले चाहिँ किन त्यो खिच्ने भनेर चाहिँ खिचेन हैन एकदमै गाह्रो थियो चाहिँ तमतमाएर हैन सबै रेडी अवस्थामा चाहिँ अब दौडधुप गरेर जस्तो भयो नि अब जस्तो नि हामीले घर पुग्नु पर्ने छ नि त लागि परेछौँ हामी चाहिँ भर्खरै अब 10 मिनट चाहिँ लेट भएको भए चाहिँ सायदै यो हामी घर जानु पाउँथ्यो होला हाम्रो यात्रा यही समापन हुन्थ्यो है 10-20 मिनट प्लेन चढ्ने यही त हो नि प्लेन चढ्ने यहीबाट भित्र छिर्ने हो कि बडा प्लेन चढ्ने हो यही हो प्लेन चढ्ने ठाउँ चाहिँ प्लेन चढ्छ अलरेडी मान्छेहरु चढेको छैन ल गाइस फाइनली चाहिँ म एयरपोर्टमा पुगिसकेँ बुढी हेर ल बुढी पनि भेटिसकेँ होइन फाइनली यो भिडियो चाहिँ यतिसम्म हुन्छ होइन नेक्स्ट भिडियोमा फेरि भेट्ने बाचा गर्दै अहिले चाहिँ भिडियो अफ गर्न चाहेँ ओके बाई बाई लाइक कमेन्ट सेयर गरिदिनु होला धन्यवाद ओके है